हेलो गाइज वेलकम टु माई सेकेन्ड मिनी ब्लग। हजुरलाई म आज दाल र च्याउ कसरी बनाउन गइरहेको छु भने आजलाई देखाउँछु। म पहिला कालो दाल र रातो दाललाई बनाउने प्लान गरेको छु। र रातो दाल र कालो दाल पहिला मैले मजाले धोएँ भाँडोमा हालेर त्यसपछि भाँडोमा हालेँ। त्यसपछि मैले त्यसमा पानी हालेँ। पानी हालिसकेपछि मैले पुग्दो पानी हालेँ। त्यसपछि मैले बेसार थोडा नुन र थोडा जिराको धुरो हालेँ। र त्यसपछि मैले हालिसकेपछि थोडा तेल हालेँ। थोडा तेल हालेपछि मैले आगोमा बसालेँ, ग्यासमा बसालेँ। अनि त्यसपछि दाललाई एउटा भाँडामा खनाएर त्यसमा म झान्नको लागि तयारी गरेँ। झान्नको लागि मैले थोडा लसुन र थोडा खोर्सानी भुनेर त्यसमा मैले दालमा हालेर झानेँ। त्यसपछि हाम्रो दाल रेडी भयो। त्यसपछि मैले च्याउ बनाउन तयार गरेँ। च्याउको लागि मैले च्याउलाई मजाले च्याउ केलाइसकेपछि च्याउ मजाले अझैसम्म पनि केलाउँदैछु। त्यसपछि सबै च्याउ केलाइसकेपछि मैले मजाले त्यसलाई धोएँ। त्यसपछि मैले सिमला मिर्चलाई थोरै टुक्रामा काटेँ। सिमला मिर्च काटेपछि मैले थोरै गाजर पनि हालेँ। गाजरलाई पनि थोरै काटेँ। त्यसपछि मैले प्याज छिटो काटेँ। त्यसपछि सबै हाल्नको लागि सबै रेडी तयार भयो। सबै इन्ग्रिडियन्ट तयार भयो। त्यसपछि मैले एउटा कराही बसालेँ। त्यसमा मैले थोडा जिरा फुलाएँ। जिरा फुलाइसकेपछि मैले अघि नै काटिराखेको प्याज हालिदिएँ। काटेको प्याज हालिसकेपछि थोडा रातो भइसकेपछि मैले अघि न रातो रातो हुँदैछ र रातो भइसकेपछि अघि नै मैले काटेको र पखालेको च्याउलाई हालिदिएँ। त्यसपछि मैले थोरै गरेर चलाएँ। अहिले पनि म चलाउँदैछु मजाले तेलमा हालेको मसरुमलाई मैले चलाइरहेको छु गाइज। म थोरै हाँस पनि रहेछ। त्यसपछि मैले त्यसमा सिमला मिर्च पनि हालेँ। अघि नै बारीक काटिरहेको सिमला मिर्च र क्यारेट पनि हालेँ। र त्यसलाई पनि मजाले चलाएँ। त्यस मैले टर्मिक पाउडर पनि हालेँ। त्यसमा मैले जिरा पाउडर पनि हालेँ। त्यसमा मैले अघि नै पिनिराखेको गार्लिक पेस्ट पनि मैले हालिदिएँ गाइज। त्यसपछि मैले टमाटर अघि नै काटिरहेको टमाटर पनि मजाले हालिदिएँ। र त्यसलाई मैले मजाले भुटेँ। अझै पनि म भुज्दैछु गाइज। त्यसपछि मेरो च्याउ तयार भयो। हेर्नुहोस् त कस्तो मिठो कति टेस्टी रहेको छ मेरो च्याउ। धन्यवाद हजुरले मेरो ब्लग हेर्नुभएकोमा। हजुरलाई धन्यवाद छ। राम्रो लाग्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला।